जन्मिएपछि मर्नैपर्छ भन्ने सबैलाई थाहा छ। धेरै बोल्नेलाई मन पराउँदैन, कम्ती बोल्नेलाई यो संसारमा सबैले मन पराउँछ। सो हेलो एभ्रिवान, सबैलाई नमस्ते। मेरो युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। मैले चाहिँ आज चाहिँ यो भिडियो चाहिँ है अस्तिको दिन हामीहरू पार्क घुम्नु गएको थिएँ अनि मैले चाहिँ यो बनाएको थिइनँ, एडिट गरेको थिइनँ अनि आज चाहिँ सोचेँ एडिट गर्नु पर्यो भनेर है। यो संसारमा जसले धेरै बोल्छ, धेरै पेर 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 गर्छ है, अनेक मान्छेहरूसँग बातचित गर्छ, त्यस्तो मान्छेलाई चाहिँ यो संसारमा मन पराउँदैन। अनि जो मान्छे बेसी बोल्दैन है, भित्रभित्र चाहिँ उनीहरूको मनहरू अलग्गै भइरहेको हुन्छ, विचारहरू अलग्गै भइरहेको हुन्छ, उनीहरूको त्यो मान्छेहरूलाई चाहिँ यो संसारमा मान्छेहरूले मन पराउने गर्छ है। मैले चाहिँ सोचेको बुझेको है, म आफैलाई चाहिँ के भन्छु भने, किन भन्दैछु यो कुरा भन्दा अब म त धेरै बोल्छु है, म सोच्दिनँ जे पाएँ त्यही बोलिरहेको हुन्छु र पनि म बोलिसकेपछि चाहिँ मलाई सोचाइ आउँछ है, म किन बोलेँ होला भन्ने है। तर पनि अब बोल्ने कुरो त बोलेँ नि, त्यति नराम्रो कुरोहरू त बोलिँदैन नि त है। तर पनि यो संसारमा मान्छेहरू चाहिँ चोइस गर्ने चाहिँ क्या, जसले कम्ती बोल्छ है, मान्छेको छेउमा अब जुन शब्द युज गर्नुपर्ने त्यो शब्द मात्रै युज गर्ने मान्छेहरूलाई है, बाहिर अब कुरा चाहिँ पुरा गरिरहेको हुन्छ, तर मान्छेको छेउमा चाहिँ भलापन गराउने मान्छेहरू चाहिँ धेरै हुन्छ है यो गाउँघरमा चाहिँ। अनि आज भने चाहिँ हामीहरू यसरी है फ्यामिली घुम्नु पनि गएको थिएँ। अनि घुम्दाखेरि चाहिँ अब के विचार आउँछ भने, एक दिन दुई दिन घुमिन्छ है, त्यहाँभित्र त्यही हो है, हामी हाउसवाइफ भएपछि चाहिँ घरकै काम नगरी त हाम्रो दिन समय बित्दैन। अनि काम त हामीलाई एनी टाइम गर्नै पर्छ र पनि त हामी पनि त यसरी घुम्नु है डुल्नु त हाम्रो पनि इच्छा हुन्छ है। अनि त्यो घुम्नु डुल्नुको इच्छा भन्दा पनि ठुलो त हाम्रो छोराछोरीको अब इच्छाहरू पुरा गर्नु पनि हामीलाई जरुरी हुँदो रहेछ है, हामी आमा बाउ भएपछि। अनि त्यस्तै भनेर हामी चाहिँ गएँ है, मजाले घुम्यो खाएँ है। अनि घर पनि हामी छिटै फर्किनु पर्ने हुन्छ है, यस्तो मन ध्यान त्यही मात्रै लगाएर पनि त हामी घुम्नु सकिँदैन। हामी हाउसवाइफ भएपछि हरेक जिनिस सोचेर घुम्नुपर्छ है। अनि म चाहिँ क्या अब कति सोच्छु है, आफूले आफूलाई नै, म त बोल्छु, धेरै बोल्छु है, यस्तो हो उस्तो हो भनेर बोल्छु है, जे छ त्यही बोल्छु। तर त्यस्तो मान्छेहरूलाई चाहिँ अब मन नपराउँदो रहेछ, किनभने अब मलाई पनि धेरै मान्छेले मन पराउँदैन होला है, मलाई चाहिँ त्यस्तै लाग्यो। अनि मन नपराउने मान्छेहरूलाई चाहिँ म चाहिँ के भन्छु भने, म चाहिँ जे छ त्यही रुलमा हिँड्नु चाहन्छु है। जो छैन त्यो विगतको दिनहरू चाहिँ मलाई सम्झिनु मन लाग्दैन, अहिलेको दिनहरूलाई सम्झिनुपर्छ है। जस्तो छ त्यस्तोमै हिँड्नुपर्छ, कसरी पुगाउनुपर्छ, कसरी हिँड्नुपर्छ है, मान्छेसँग कुन चाहिँ नेचरले बोल्नुपर्छ भन्ने चाहिँ अब म सोचेर बोल्छु। अनि आफन्त मान्छेहरूसँग पनि है अब मन खोलेर बोल्छु है, म जे सोच्छु त्यही उनीहरूसँग नै सेयर गर्छु। तर त्यस्तो मान्छेहरूलाई चाहिँ यहाँ मन नपराइदिँदो रहेछ है, यो कलियुगको संसार यस्तै रहेछ जस्तो चाहिँ मलाई लाग्यो है। साथीहरू तपाईँहरूको विचार चाहिँ कस्तो छ? मेरो विचार चाहिँ यस्तो थियो है, अनि मेरो विचार चाहिँ मन नपराउँदो रहेछ।